Hello everyone, welcome to my mini vlog. So तपाईहरुले देख्नु भइरहेको छ हामीले पिकनिक खान आइरहेको छौं। ड्राई पिकनिक हाम्रो एकजनालाई मलंग सी रातें सुरंग सी बागी उड़ान पे ही न जाने क्यों इलाही मेरा जी आए आए इलाही मेरा जी आए आए हल्यो रुख हल्यो हल्यो कि रुख हल्यो गाइस यहाँनिर भूतहरुको मेला चलिरहेको छ यहाँ हेर्नुस् यत्रो भूतहरु सो गाइस म चाहिँ आइसकेको छु यो के हो रे फनपार्कमा आइसकेको छु अहिले चाहिँ हैन यहाँ कोही नि छैन किनकि आज बन्द रहेछ नि त अहिले भकाएकोले म त हामी छिरेको है त्यही भएर हामी छिरेको गेट भकाएकोले यहाँ बच्चाहरु छ है यहाँनिर भूत हो कि बच्चा म चाहिँ आइसके यिनीहरु अहिले पनि खेलेरै बसिरहेको छ खेलेरै बस्ने बच्चा हो कि गाइस यिनीहरु चाहिँ यस्तै हो मलाई गरम भएर यहाँनिर यिनीहरूले छक्क परिसक्यो यिनीहरु खेलेरै बसिरहेको छ अझ माई गड यहाँनिर आज गेट खोल्यो गर्मी भइसक्यो लास्ट पाकिसक्यो गर्मीले यिनीहरूलाई घुम्न गाइस मलाई जस्तो गर्मी त्यही त यहाँ पसिना आएर दुरुरु भइसक्यो दुरुरु चुइसक्यो के खालको मान्छेहरू छ भयो टिप्ने कुरा नगरौँ फुलको सुन्दरता के रे थाहा भएन मलाई पोज दिएर बसिराख मेरो फोटो खिच भनेर तिनीहरूले उठ्न होला मैले जति भिडियो बनाए पनि फोटो खिच्दै पनि यिनीहरूलाई पुग्दैन रहेछ कि अझ त भनेर बोलाइरहेको एउटाले यहाँ भिडियो बनाएर एक्लै एउटा फोटो खिच्दैन एउटा यहाँ मोबाइल बिग्रियो रे टिकटक बनाउनु पाएन भनेर फोन भइरहेको छ कि के यस्तो फोटो खिच्दैन एउटा के फोटो खिच्दैन कहाँनिर फोटो खिच्नु हौ त्यो राम्रो फोटो यहाँनिर चाहिँ के त्यो डन्डा देखाएर हो डन्डा के भयो मार्क्स झरे आन्टी अङ्कल यहाँ मार्क्स झरे त मार्क्स झरे रे के गाइस यहाँनिर हैन मार्क्स झरे रे के मार्क्स यिनीहरूलाई जति फोटो खिच्दै पनि पुग्दैन फोटो खिच भनिराख अर्की पनि आइसक्यो फोटो खिच्दै भनेर गाइस अब हामी चाहिँ घर जान लागेको घुमेर आइसक्यो अब घुमिसक्यो होइन हाम्रो फोटोसोटो पनि खिचिसक्यो अब पछि हाल्नु स्टोरी यहाँ त्यहाँ होइन अनि त्यसपछि चाहिँ के भन्नु अब घर जान आँटेको घरबाट देखाउँछ होइन अब केही नभन्नु रे कि केही नभन्नु रे कि अब हामी घरमा गएर पानी सोध्छौँ को रहेछ यस्तो दयालु घरवाला जसले चाहिँ हामीलाई पानी दिन्छ पानी प्यास लागेर घाँटी सुकिसक्यो अरे यिनीहरूको चिच्याएको थियो नि त अघि
घर घर माग्ने कुन घरबाट जुन घरमा मागे पनि माग्न अब मलाई के को ए त यहीँको घर हो अब धेरै चाहिँ खेल्नु तिमीहरू पानी मागौँ ए आलुको टिका ए यो घरको पानी भैले नि खेल्न भन्न गर्नुभयो गर्मी देखेको छैन त छ फ्यान चलाउनु लगा नि त म्याच चलाउँदैन मिनीबाट माग्ने एउटा अगाएन त्यो पानी राम्रो भएन होइन त्यो धाराको पानी खाँदा चिसो हुँदै कि खुल्दै खुल्दैन खोइ चाबी जस्तो छ भन्नु पर्दैन ल अब यही खाउँ त गाइज अब चाहिँ हामी बसेको छौँ घर बाई 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 गाइज थाहा भयो तिमीले कुरा नगर फुलको सुन्दरता के अरे थाहा भएन मलाई पोज दिएर बसिरहेको मेरो फोटो खिच भनेर तिनीहरूले उठ्न होला है मैले कति भिडियो बनाए पनि फोटो खिच्दै पनि यिनीहरूलाई पुग्दैन रहेछ कि अझ त भनेर बोलाएर फोटो खिच्दैन फोटो खिच्ने एउटाले यहाँ भिडियो बनाएर एक्लै एउटा फोटो खिच्दैन एउटा यहाँ भिडियो मोबाइल बिग्रियो रे टिकटक बनाउनु पाएन भनेर फोन भइरहेको छ कि यस्तो कहाँनिर फोटो खिच्नु हौ त्यो फोटो यहाँनिर चाहिँ के त्यो डन्डा देखाएर हो डन्डा के भयो आन्टी अङ्कल सरी अरे के गाइस होइन म्याक्स झरे अरे क्या म्याक्स यिनीहरूलाई त त्यो फोटो खिच्दै पनि पुग्दैन फोटो खिच भनेर अर्की पनि आइसक्यो फोटो खिच्दै भनेर गाइस अब हामी चाहिँ घर जान लागेको घुमेर आइसक्यो अब घुमिसक्यो होइन हाम्रो फोटो सुटो पनि खिचिसक्यो पछि हाम्रो स्टोरी यहाँ त्यहाँ होइन अनि त्यसपछि चाहिँ के भन्नु अब घर जान आँटेको घरबाट देखाउँछ होइन अब केही नभन्नु अरे कि केही नभन्नु अरे गाइस अब हामी घर घरमा गएर पानी सोध्छौँ पुरै चाहिँ यस्तो दयालु घरवाला जसले चाहिँ हामीलाई पानी दिन्छ पानी प्यास लगाएर घाँटी सुकिसक्यो कि यिनीहरूको चिच्याएको थियो नि त अघि घरबाट जुन घर मागे पनि माग्न अब मलाई के को अब धेरै चाहिँ खेल्नु तिमीहरू पानी मागौँ ए आलु माग्नु ए यो घरको पानी भैले नि खेल्न भन्छ गर्नुभयो गर्मी देखेको छैन त छ फ्यान चलाउनु लगा नि त म्याच चलाउँदैन भैले नि खेल्न भन्छ
गर्नुभयो गर्नुभयो गर्मी देखेको छ नि त